हेलो गाइस, आज चाहिँ एउटा एकदम इजी क्वेसन लिएर आएको छु। एकचोटि क्वेसन पढिहालौँ। हाउ फार डज साउन्ड ट्राभल वेन ट्युनिङ फोर्क अफ फ्रिक्वेन्सी 256 हर्ट्स कम्प्लिट 64 भाइब्रेसन भेलोसिटी अफ साउन्ड नियर दिएको छ 320 मिटर पर सेकेन्ड। यो चाहिँ एकदम इजी क्वेसन, 2 मार्क्स कि त 1 मार्क्समा आउँछ। यति पनि आएन भने तिमीहरू सबै गधा हो। आउँदैन भने अब भिडियो हेर। के दिएको छ सुरुमा भन्दाखेरि फ्रिक्वेन्सी दिएको छ। यहाँ फ्रिक्वेन्सी कति दिएको छ 256 हर्ट्स दिएको छ अनि भेलोसिटी अफ साउन्ड नियर दिएको छ 320 मिटर पर सेकेन्ड। अब हाउ फार डज साउन्ड ट्राभल निकाल्ने छ। यसको मतलब कति टाढा ट्राभल गर्यो भनेको वेभलेन्थ निकाल्नु हो। अब ल्याम्डा निकाल्ने हो, 64 भाइब्रेसनको लागि निकाल्नु छ। तर हेर सुरुमा भेलोसिटी भनेको फ्रिक्वेन्सी इन्टु ल्याम्डा भनेपछि यहाँबाट ल्याम्डा भनेको भेलोसिटी बाई फ्रिक्वेन्सी हुन्छ। यो भेलोसिटी कति दिएको छ 320 दिएको छ, फ्रिक्वेन्सी 256 दिएको छ। यो यस्तो क्यालकुलेटरमा हान्दाखेरि तिमीहरूलाई टाइम लाग्छ तर मलाई लाग्दैन किनकि म खतरा। 1.25 मिटर हुन्छ, यति आयो वेभलेन्थ। एक भाइब्रेसनको लागि वेभलेन्थ हो यो। अब फर 64 भाइब्रेसन हेर्नेटिङ चाहिँ खत्रै छ। जे होस् यस्तै हेर्नेटिङ भएर पनि A+ आयो नि, 12मा फिजिक्समा पनि A+, केमिस्ट्रीमा पनि A+। फर 64 भाइब्रेसन ल्याम्डा इजिकल टु कति आएको छ यहाँ 1.25 इन्टु 64 हानिदिने। यो गरेर ठ्याक्क यति मिटर निकाल्न, त्यही हो एन्सर। सक्यो आजको भिडियो, यति इजी। 2 मार्क्स कि त 1 मार्क्स फिक्स हो। अब यो क्वेसन एक्जाम आयो भने नछोड्नु। यो यस्तो क्वेसन अहिले अलि आएको छैन कि, त्यही भएर योपालिको एक्जाममा आउने चान्स छ।